हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सबै सन्चै आरामै हुनुहुन्छ होला हैन। मैले चाहिँ आज कपडा मिलाउँदैछु। कति नराम्रो देख्छ थियो गजङ गुजुङ, अनि त्यही भएर मिलाइरहेको थिएँ। मास्टर आएर फेरि के भन्ने मलाई त याद पनि भएन। अनि मजाले पट्टाएँ। एक्लैलाई कति गाह्रो हुन्छ, यो धेरै तान हुन्छ नि त पट्टाउनलाई। अनि धौ भइरहेको थियो। अनि फेरि एउटा बहिनी आइन्, उनी चाहिँ हाम्रो पसलमा सिलाइ सिक्छिन्। अनि धागो ल्याउन आएछिन् कि उनी चाहिँ भर्खर 1 महिना भयो सिकिरहेको। अब पहिला सुरुमा भन्दा त अलि जान्छन्, पहिला भन्दा त मेसिनै नचलाएको र चलाएकोमा धेरै फरक हुन्छ नि होइन साथीहरू। अहिले चाहिँ मजाले जान्छन्। जे होस्, घरिघरि सोध्नु पर्दैन, सिकाउनु पर्दैन, त्यही त हो नि होइन। सिकिसकेपछि हामीलाई पनि अलिअलि असहज होस्, अनि उनलाई पनि धेरै पटक पटक सोधी गर्न उनलाई दह हुन्छ नि त। अनि त्यही भएर यस्तै छ साथीहरू। मेरो दिनभरि चाहिँ पट्टाउने, निकाल्ने, राख्ने बाहेक अरू केही काम हुन्न। यही काम मात्रै गर्छु मैले यहाँ पसलमा। अनि हजुरहरूको भन्नुहोस् साथीहरू, कसरी दिन बितिरहन्छ। मेरो चाहिँ यसरी नै कपडा पट्टाउने, मिलाउने, राख्ने गरेर बित्छ होइन। अब ऊ चाहिँ मेरो भाइ हो, उसले चाहिँ मलाई सघाउँदैछ होइन। कस्टमर आउनुभयो, कस्टमरलाई चाहिँ मैले ब्लाउज निकालेर दिएँ। अनि कस्टमरले नाप्नुपर्छ कि नै भन्नुहुन्थ्यो, नाप्नु पर्दैन भने भाइले चाहिँ ऐना हेरेर मजाले कपाल मिलाउँदैछ। कस्टमरलाई झोला माल्दै जानुभयो। अनि आऊ मलाई सघाऊ भने उसले चाहिँ मलाई सघाइरहेको छ। जो सघाउँछ भाइले चाहिँ, जे पनि नै भन्दैन कि काम चाहिँ। अनि बहिनीले चाहिँ दिदी यतिको बुटिक गर्दा चाहिँ कति भेट्छ भन्दै थिइन्। तिमीलाई भएपछि मिल्न सक्छ, अरूलाई भएपछि मिल्दैन भनेको थियो। अनि चलै गइन् भित्र। हामी चाहिँ 2 बहिनी मिलेर मजाले कपडा पट्टाउँदै हेर्दै राख्दै थियौँ। अनि कुरा गर्दै 2 जना मजाले के कुरा गऱ्यौँ त्यो भएर याद भएन, तर कुरा चाहिँ गरिरहेको थियौँ है साथीहरू। अनि उसले चाहिँ के भन्छ भने, दिदी तपाईँलाई त अनि एक्सर्साइज भइरहेछ, जे होस् उठ्ने बस्ने यस्तै गरी तपाईँको एक्सर्साइज हुन्छ भन्छ। साँच्चै भन्दा एक्सर्साइज भएपछि म दिनभरि यही गरिहाल्थेँ नि भनेर भने। अन्त हाँसिरहेको छ उसले चाहिँ। अनि ऊ चाहिँ हाम्रो बहिनी हुन् होइन। उनी चाहिँ कपडा ल्याउन गएको थिइन्, ग्रिन कलर ल्याउन गएको, येल्लो कलर लिएर आएको छिन्। ग्रिन कलर थिएन, येल्लो कलर लिएर आएको छु भने ठिकै छ भनेर फेरि मैले पट्टाएर राखेँ त्यसलाई। अनि उनी चाहिँ हाम्रो बुटिक सिकाउने बहिनी हुन्। भित्र चाहिँ कारखाना छ, कारखानामा बुटिक पनि हुन्छ, सिलाइ पनि हुन्छ, सबै हुन्छ हाम्रोमा। आउन सक्नुहुन्छ हजुरहरू होइन। यस्तै गरेर हामी चाहिँ कुरा गरेर 2 जनाले सबै कपडा पट्टाएर सिद्धायौँ कि। अनि सिद्धाइसकेपछि चाहिँ अब चाहिँ सक्यो, म जानु मिल्छ होला नि त होइन भनेर भनिरहेको थियो उसले। अनि जाउँ त भने ल साथीहरू, बाई बाई।